अब 6 महिनामा भ्याइन्छ। तिम्रो कहिले भ्याइन्छ? 9 गते भइन्छ। ए 9 गते पुरै पढेर भ्याइन्छ। अनि स्कुल जान पर्छ कि पर्दैन? पर्छ। मेरो त पर्दैन अब। तिमी अब लेख्न लाग्यो? स्कुलमा छोडेर आएको छ, केले होमवर्क दिने हो फेरि? लु खाऊ, लु पनि खाऊ, त्यही मिठो छ। के खाने? चकलेट खाए। ए छि, त्यस्तो नखाऊ न, नखाऊ त्यो। म तिमीलाई चकलेट ल्याइदिन्छु बरु, नखाऊ त्यो, फाल्देऊ। फोरो छ, फोरो। कलम जति केही छैन, सबै कहाँ लगाएर फालेको रहेछ। त्यहाँ अब होमवर्क दिएर राम्रो कलम चाहिन्छ, अब दिन पाइँदैन। अनि तिमीलाई आज के को एक्जाम थियो पुन्टु? खाएको पुन्टु? नानी घरै हो अहिले? घरै हो मम्मी। अब यो असार साउन आउनु मिल्छ मिल्दैन यता? म एक लेभलको डेटाहरू मिलाएर लेखेर के रे? टमाटर बढी मजाले टिकटक बनाउने हो। आज भन्ने सिर्जना दिदी कति राम्री हुनुहुन्छ। ए हो। सिर्जना दिदी को हो? को हो? दिदी। भाभी म होइन र तिम्रो दिदी? हजुर दिदी सब दिदी हो कि? सिला दिदी, हजुर दिदी, निशा दिदी, सीमा दिदी सब हो के? हामी त तिम्रो आफ्नै दिदी हो नि त। सिर्जना दिदी त बनाएको दिदी हो। नभन्के फेरि गर्दै भन्छ। तिमीहरू त कनाको दिदी म त तिमीहरू गरा दिदी। सिर्जना दिदी तिम्रो आफ्नो दिदी हो? ल अनि हामी टाढाको दिदी हो। गनाएको अरे। गनाएको हामी? आमा भयो, म बोल्दिनँ। सिर्जना नभन्नु न त्यसो भए। त्यसो अरे कि सिर्जना त तिम्रो बनाएको दिदी हो के? बनाएको पछि बनाएको, गनाएको होइन। त्यस्तो भन्नुहुन्छ? त्यस्तो भन्न हुँदैन नि त। अनि काली दिदी हो, काली दिदी हो। सिर्जना दिदी गोरी हुनुहुन्छ? सिर्जना दिदी दार्गिरे बढी हेर्न थाल्यो अब। तिमीले मलाई हेर्न थालेको? आउँछु भनेर कहिले आउने होइन, खाली खाली सिर्जना दिदीसित गएर टिकटक बनाउँछु अरे के? ल ल तिमीलाई म केक लिएर आइदिन्छु नि त आएको बेलामा। खाली आउने होइन, ल ल भनेर नआउने अरे। यहाँ कुरो त्यस्तो छ नि भाउ। त्यहाँ भएर सिर्जना दिदीलाई राम्रो भन्नु हो त, त्यही राम्रो भनेको। ए ल ल पुन्टुरीको सिर्जना दिदी कति राम्री है। मलाई देखाउ न तिम्रो सिर्जना दिदी कति हुनुहुन्छ। बाबाले भनिदिन्छु फेरि, साथीलाई म्यामलाई भनिदिन्छु अहिले। ल ल
खाली खाली आमा ल ल भने नआउने त्यही भएर सिद्धान्त राम्री भनेको अरे के ले भनेको कति पुर्याएर बोलेको फेरि अनि तिम्रो लेखेर भ्याइयो पुन्टु लेख्न पर्दैन